सम्पूर्ण दर्शक श्रोताहरूमा सर्वप्रथम त म स्वागत गर्न चाहन्छु। विशेष गरी आज मैले एउटा असाध्यै महत्त्वपूर्ण भिडियो यहाँहरूको माझ पस्कने जमर्को गरेको छु। महत्त्वपूर्ण कसका लागि हुनेछ भने विशेष गरेर हामी वाइ जेनेरेसन भनौँ, जो प्रविधिसँग जुझ्नका लागि भयङ्कर ताकत खर्च गर्नुपर्ने भएको छ, भयङ्कर सङ्घर्ष गर्नुपर्ने भएको छ। यसै गरी हरेक काम कारोबारहरू डिजिटलाइजेसन अर्थात् प्रविधि मैत्री गराउँदैछ राज्यले, र हामी प्रविधि मैत्री हुनै पर्ने बाध्यता छ हाम्रा हरेक कर्मक्षेत्रहरूमा। त्यसो भएको हुँदा तत्कालै मैले एउटा आज समस्या देखेँ, जस्तो कि नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सुरक्षा बिमाहरू लगायतका कुराहरू जति पनि छन् यिनलाई अनलाइन इन्ट्री गर्नुपर्ने, टिडिएस भर्नुपर्ने हरेक बाध्यताहरू छन्। हामी कुनै पनि क्षेत्रमा काम गर्ने कर्मचारी, शिक्षक जो जति छौँ जान्नै पर्ने छ। र तत्कालै मैले पनि आज धनधनै 1 घन्टा आफ्नो टाइम वेस्ट गर्नु पर्यो। नागरिक लगानी कोष कार्यालयले सम्पूर्ण कुराहरू अनलाइन अनिवार्य गराएछ। ब्याङ्क जानु पर्यो, भरेको भाउचर पनि क्यान्सल भयो, फर्केर आउनु पर्यो। र मलाई के लाग्यो भने ओहो, हामी काम त गर्छौँ र हामी यतिको जान्ने छौँ भन्नेले पनि त्यो आफैले गर्न सकेनौँ भने, अर्कालाई पोसाउनु पर्ने अवस्था आयो भने भोलिका दिनमा हामी झन् पछाडि पर्ने कुरा हुनसक्छ भनेर मैले एउटा सानो भिडियो क्लिप पनि यहाँहरूको माझ पस्कने छु। नागरिक लगानी कोषलाई कसरी सुरुमा युजर नेम र पासवर्ड लिनका लागि हामीले के प्रक्रिया पुरा गर्नुपर्छ भन्ने कुराको भिडियो यसभन्दा पछाडि हालेको छु। र नागरिक लगानी कोष कार्यालयमा जाँदै गर्दाखेरि बाहिर छुट्टै एउटा अफिस खोलिसकेको थियो। त्यहाँ भिड थियो, मानिसहरू के न ठुलो कुरा होला जस्तो गरेर भिडभाड लागेर फर्महरू भर्दै थियो। त्यहाँ एक चार्ज पनि लगाइएको थियो। सामान्य एउटा फर्म अनलाइन रेजिस्ट्रेसन गर्दाखेरि एकदम थोरै चार्ज भनेको 100 रुपियाँदेखि माथि हामी तिर्नुपर्ने हुन्छ। तर त्यो काम हामी 5 मिनटमा छिनभरमै आफैले गर्न सक्छौँ भने किन त्यतातिर प्रयास नगर्ने। आउनुहोस् बाँकी यो भिडियोबाट। एउटा ब्राउजर खोल्छौँ। अहिले यहाँ क्रोम ब्राउजरबाट गुगल मार्फत जाँदैछु। नागरिक लगानी कोष टाइप गरेको छु र यसरी यहाँ क्लिक गर्दा इलान होम भन्नेमा क्लिक गरी अघि के स्किप टु वेबसाइट भन्ने छ, यसलाई स्किप गरिदिउँ। र यहाँ तपाईँ देख्न सक्नुहुन्छ ई सर्भिस भन्ने छ, ई सर्भिसमा क्लिक गर्छौँ। अब यहाँ युजर नेम पासवर्ड त हाम्रो अहिले छैन, त्यो कारण यसलाई स्क्रोल गर्छौँ तल। अब यहाँ रजिस्टर फर ई सर्भिस भनेर दिन्छौँ, सिधै जान्छौँ पर्सनल लगइन, अर्थात् हामी त अब अफिसियल लगइन भने अफिस लगइनमा जान्छौँ। कोसिस गरिदिन्छौँ। अब आउनुहोस् अफिस नेम भन्ने छ, यहाँ आफ्नो विद्यालयको नाम अर्थात् कार्यालयको नाम लेख्छौँ भने त्योभन्दा तल छ लोकल बडी, पालिका, गाउँपालिका, नगरपालिका कुन हो, यसलाई छनौट गर्छौँ यहीँबाट। यसरी छनौट गऱ्यो वीरेन्द्रनगर म्युनिसिपालिटी भनेर मैले यहाँ छनौट गरिदिएँ। यसलाई क्लिक गरेर राख्ने। अब यहाँ कन्ट्याक्ट पर्सन्स नेम भन्ने छ, विद्यालयको कन्ट्याक्ट पर्सन भनेको हेड टिचरको नाम, यसमा हामीले राखिदिन्छौँ। सजिलो छ। आखिर हामी थोरै मात्र मेहनत गर्न सक्यौँ भने विशेष गरेर वाइ पुस्ताका व्यक्तित्वहरू जो सरकारी सेवामा छौँ, जसले नगरी नहुनु छ, सरकारी अर्थात् गैर सरकारी प्राइभेट जहाँ काम गर्दा पनि यो असाध्यै महत्त्वपूर्ण भइसक्यो। प्रविधिभन्दा बाहिर गएर हामी कुनै पनि काम गर्न सक्ने अवस्था छैन अहिले। त्यसैले प्रविधिसँग जुझ्नै पर्ने छ भने थोरै समय खर्चेर किन सङ्घर्ष नगर्ने भन्ने कुरा हो। नागरिक लगानी कोष कार्यालय अगाडि गएको, त्यहाँ अर्को अफिस खोलेर मान्छे बसेको छ, चार्ज लिएको छ। यसो हेरेँ त्यहाँ नोटिसमा टाँसेको रहेछ, त्यही ल्याएर मैले पनि प्रयास गर्दैछु। यहाँ विद्यालयको नाम, ठेगाना, इमेल आइडी जे छ, फोन नम्बरहरू यसलाई भरिदिनुहोस्। त्यसपछि आएर यो कोड भन्ने छ, यो कोडमा चाहिँ नि तपाईँले अब यहाँ शिक्षक बिमा कोष नयाँ, अब यता गएर तपाईँको अफिस कोड भन्ने छ, बाजु कोड भन्ने हुन्छ विद्यालयमा, नेपाली कोड होला। अब
रिक्वेस्ट लेटर हाल्नुपर्ने हुन्छ। ई सर्भिस सेवाको लागि रिक्वेस्ट गरेको विद्यालयको लेटर प्याडमा एउटा चिठी राख्छौँ, जसमा जिपिएजी 1 MB भन्दा 1 MB भन्दा ठुलो हुँदैन। त्यो फाइललाई पनि हामी अपलोड गरिदिन्छौँ। अपलोड गरिसकेपछि सकिन्छ काम। यसमा अपलोड गरिसकेपछि थोरै तल आई एग्री टु द टर्म्स एन्ड कन्डिसन्स भन्छ, यसलाई सब्मिट गर्नुहुन्छ। सब्मिट गरिसकेपछि अब केही समयपछि तपाईँको युजर आइडी र पासकोड ओके गर्नु तपाईँको जिमेल आइडीमा आउन सक्छ। यदि आएन भने हामीले नागाल्यान्ड पोस्ट कार्यालयमा जाँदै जानकारी पनि यहाँहरूमाझ सुम्पिन चाहे। कुनै पनि कम्प्युटर सम्बन्धी समस्या, सफ्टवेयर हार्डवेयर सम्बन्धी समस्या छ भने हामी एनडेस्कमा जोडिएर पनि योबाट हामीले हाम्रो समस्याहरूलाई हल गर्न सक्छौँ। साथै मेरो वाट्सएप नम्बर 9865 40 50 2 मा यहाँहरूले त्यस्तो खालको समस्या र जिज्ञासाहरू छ भने सम्पर्क गर्न सक्नुहुन्छ। कुनै पनि अनलाइन इन्ट्रीहरू मैले गर्न सक्ने कुराहरू म यहाँहरूको अनलाइनबाटै गरिदिन सक्छु। त्यसो भएको कारणले गर्दाखेरि कुनै पनि त्यस्ता खालका समस्याहरू छन् भने मेरो वाट्सएप नम्बर मैले बताइहालेँ, पुनः एकचोटि भन्दैछु 9865 40 50 2 मा यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। त्यहाँबाट पनि विभिन्न समस्याका हलहरू हामी एक आपसमा साझेदारीका साथ गर्न सक्छौँ भन्दै अहिलेलाई मेरा 2-4 शब्द यहीँ टुङ्ग्याएँ र यहाँहरूलाई मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि मेरो युट्युब